अब मानिसलाई धेरै कुरामा उसले भ्रम पारिरहेको छ लुसिफरले। अब यसु ख्रिस्टले भन्नुभयो अब यस्तो भयो, परमेश्वरले सृष्टि गर्नुभयो, आदम र हावालाई यस पृथ्वीको अधिकार दिनुभयो। यो पृथ्वीको राजा चाहिँ आदमलाई नियुक्ति गर्नुभयो। तपाईँले उत्पत्ति 1 को त्यहाँ पढ्नुहुन्छ भने सबै कुराको अधिकार परमेश्वरले आदमलाई दिनुभयो। फल्दै फुल्दै वृद्धि हुँदै जाऊ होइन। उहाँले के भन्नुभयो 27-28मा, यसकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा हाम्रै आफ्नै प्रतिरूपमा बनाउनु भयो, नर र नारी नै गरी बनाउनु भयो। 28 पदले भन्छ परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै त्यसलाई आफ्नो बसमा पार्दै जाऊ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर। सबै कुराको अधिकार परमेश्वरले आदमलाई दिनुभयो। पृथ्वीको राजा, सर्वश्रेष्ठ प्राणी भन्छ हामी त्यो मानिसलाई, राजा परमेश्वरले चाहिँ आदमलाई बनाउनु भयो। अब पृथ्वीलाई आफ्नो हातमा लिनु पऱ्यो भने अब कसलाई आफ्नो हातमा लिनु पऱ्यो? न राजालाई, कुनै पनि कम्पनीलाई आफ्नो हातमा लिनु पऱ्यो भने सिइओलाई नै पक्रेपी सकिहाल्यो। यो पृथ्वीको सिइओ हो, पृथ्वीको त्यो रूपमा चाहिँ परमेश्वरले आदमलाई नियुक्ति गर्नुभएको थियो। अब पृथ्वीलाई आफ्नो हातमा लिनको लागि उसले आदमलाई आक्रमण गर्नुपर्ने। त्यसपछि तपाईँको आक्रमण पनि कसरी गर्यो भने उसले चाहिँ अब गएर परमेश्वरले फल नखानु भनेर भन्नुभएको थियो होइन। एउटा जीवनको रुखमा छुँदै नछुनु, अर्को जीवनको रुखमा जाँदै नजानु, असल र खराबको ज्ञान दिने रुखको फल खाँदै नखानु। एउटा मात्रै व्यवस्था करार परमेश्वरले बाँध्नु भएको थियो, एउटा मात्रै व्यवस्था परमेश्वरले दिनुभएको थियो आदमलाई। अब आदमले खाएनन्, तर आदमको हड्डीबाट निकालिएको हावा श्रीमती हावाले चाहिँ खायो। अब उसले पनि कस्तो भनेर उसले परीक्षा गर्छ भने, एकदमै लोभित बनाउँछ भने, परमेश्वरले 2:17 भन्नुभएको थियो है। उत्पत्ति 2:17 परमेश्वरले के भन्नुभयो भने असल र खराबको ज्ञान दिने रुखको फल नखानु, किनभने जुन दिन तैँले खान्छस् त निश्चय नै मर्नेछस्, निश्चय नै मर्नेछस् भनेर चाहिँ परमेश्वरले भन्नुभएको थियो। अब ऊ त विद्रोही हो, उसले के भन्नुभयो 3 अध्यायको 4मा सर्पले स्त्रीलाई भन्यो तिमीहरू मर्दैनौ। 2:17 परमेश्वरले तिमीहरू निश्चय नै मर्नेछौ भन्नुभयो। उत्पत्ति 3:4 सर्पले भन्यो, जुन सर्पको भित्र छिरेर चाहिँ शैतानले काम गरेको थियो होइन। सिधा आउँदैन फेरि उसले, ऊ चाहिँ बिहाइन्ड द सिन काम गर्ने होइन। अनि अरूलाई प्रयोग गर्ने हो। कहिले जुनै अवस्था हाम्रो साथीलाई, श्रीमतीलाई, परिवारलाई, जसलाई पनि प्रयोग गरिदिन सक्छ शैतान, किनकि ऊ चाहिँ सिधा आउँदैन क्या, घुमाएर आउँछ। अनि तपाईँको परमेश्वरले तिमीहरू निश्चय मर्छौ भनेर भनेको उसले तिमीहरू मर्दैनौ भने। अब त्यो कुरा उसलाई चाख लाग्यो स्त्रीलाई होइन। त्यसपछि अब 3 पदमा उसले अलि बढाएर भने तर बगैँचाको बिचमा भएको रुखको विषयमा परमेश्वरले भन्नुभएको छ त्यो चाहिँ नखानु नसुनु। नखानु मात्रै भन्नुभएको थियो, नसुनु। तिमीहरू परमेश्वर जस्तै। अब यहाँ अब त्यस्तो कुरा आइसकेपछि यहाँ अब उसले के भन्छ भने किनकि परमेश्वर जान्नुहुन्छ जुन दिन तिमीहरू त्यो खान्छौ त्यो दिन तिमीहरूको आँखा खुल्नेछ, असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वर जस्तै हुनेछौ। भन्नुको मतलब परमेश्वरलाई चाहिँ उहाँ जस्तै हुन्छ भने डर छ तिमीहरू, बुझ्यौ भनेर चाहिँ सर्पले चाहिँ हावालाई भने वास्तवमा तिमीले खायो भने चाहिँ झन् मर्ने होइन नि, परमेश्वर जस्तै हुने हो, तिमीहरू सधैँ रहिरहने हो। त्यही भएर अहिले पनि लुसिफरले शैतानले त्यस्तै सिद्धान्त लिएको छ, मान्छे मर्नु भनेको चाहिँ सधैँ मरे होइन, आत्मा चाहिँ सधैँ रहिरहन्छ, आत्मा बाँचिरहन्छ। अब पछि गएर त आदम त मर्यो 930 वर्षमा। अब आदमको छोराहरूले त सोधे मर्दैन भनेको थियो, कसरी मर्यो त भन्दा अनि उसले के भन्यो, कहाँ मैले गलत बोले हो त, मैले त शरीरको कुरै गरेँ होइन, आत्मा पो मर्दैन भने त भने उसले पछि गएर यसलाई चाहिँ सुधारेको अवस्था छ। हेर्नुहोस् है, अब उसले चाहिँ मानिसमा यसरी आक्रमण गर्यो। अब मैले भन्नु खोजेको के छु भने अब स्त्रीले फल खाइन् होइन, फल खाइसकेपछि पाप गर्यो। आदमले पनि के गर्यो, श्रीमतीको कुरा सुनेर फल खायो। गाह्रो छ नि त। उसले पनि आफ्नो श्रीमतीको कुरामा लाग्यो, उसले सोच्दैन अन्य कुराहरू, अन्य सोधेन। अब मलाई मेरो श्रीमतीले घर सरौँ है, यहाँ चाहिँ राम्रो भएन भनिसकेपछि म चाहिँ होइन यहीँ बस्छु भनेर श्रीमती छुटेर बस्नु भएन होइन। त्यो बेला त झन् जस्तै मानौँ कुनै अब घरमा हामी बस्दैछौँ, मानौँ भाडामा हामी बस्दैछौँ भने श्रीमतीलाई यो घर मलाई मनै परेन, पानी पनि छैन, विद्युत पनि अर्कैमा जाउँ भन्न थालिसकेपछि म चाहिँ जबरजस्ती होइन यहीँ बस्छु भन्न मिल्छ त? जसरी पनि दुईजना त सहमति हुनु पर्यो। त्यो बेला त झन् तपाईँको उसको कुनै साथी नै थिएन क्या। यो यसरी हेर्ने हो भने अब संसारिक रूपले अहिले हामी हेर्छौँ भने ऊ त एउटा ट्र्यापमा पऱ्यो नि, हो ट्र्यापमा परेको।
अब आफ्नो साथी अनि फेरि श्रीमतीको माया भनेको कस्तो हुन्छ होइन श्रीमती सबै कुरा खुल्ला हुन्छ सबै कुरा एकअर्काको सबैभन्दा मिल्ने साथी सबै कुरा सेयर गर्ने साथी अब ऊ मर्दैछ श्रीमती मर्दैछ अब उसलाई त मरिराख भन्ने कि सँगसँगै मर्ने भन्ने उसको पनि प्रेम संसारिक प्रेम उसले चाहिँ बरु म उसँगै मर्न तयार हुनु पर्यो भन्ने चाहिँ उसले निर्णय गर्यो मानव हिसाबले त्यो निर्णय गरे मानवको हिसाबले हेर्दा चाहिँ त्यो ठिक निर्णय हो तर व्यवस्था अनुसार परमेश्वरको कानुन अनुसार चाहिँ त्यो अब गलत निर्णय थियो अब त्यो उसको अर्को ऊ यस्तो ट्र्यापमा पऱ्यो कि उसको विकल्पै थिएन क्या अरू केही थिएन उसको विकल्पै थिएन अर्को अप्सनै थिएन क्या उसले चाहिँ त्यो हिसाबले सोच्यो किनकि हाम्रो दिमाग त सीमित छ नि त परमेश्वरले मेरो लागि अर्कै स्त्री बनाउनुहुन्छ भन्नेतिर उसको सोच्यो किनकि सीमित छ नि त उही हो मेरो लागि सबै कुरा लभ इज ब्लाइन्ड भने त्यही हो लभ इज ब्लाइन्ड भन्छ नि जब कसैसँग प्रेम हुन्छ ऊ भइसकेपछि संसारै अँधेरो हुन्छ अरे क्या ऊ चाहिँ त्यस्तो प्रेममा डुबेको थियो अनि उसले मान्यो खायो यसरी शैतानले पृथ्वीको अधिकार उसको हातमा लियो किन भन्दा पृथ्वीको मालिकलाई पृथ्वीको मेन अगुवालाई नै त्यो गरिसकेपछि अब यो संसारको राजाको भयो शैतान भयो त्यसले प्रभाव पारिरहेको छ भनौँ न होइन यो पृथ्वीको राजै शैतान भयो कहिलेसम्म येशू ख्रीष्टले नि भन्नुभयो नि तपाईँ अब जस्तै यूहन्नाको पुस्तकमा येशूले के भन्नुभयो अब यो कुरा अब बाइबलबाटै प्रमाणित गर्न चाहन्छु मैले भनेको कुरा जस्तै येशू ख्रीष्टले के भन्नुभयो भने यूहन्ना 12:31 येशूले भन्नुभयो अब यस संसारको न्याय हुन्छ र यस संसारको शासक बाहिर फालिनेछ येशू ख्रीष्टले भन्नु यूहन्ना 12:31 भनेको यो संसारको न्याय हुन्छ संसारको शासक बाहिर फालिनेछ भन्नु येशूले अब येशू आफैले संसारको शासक भन्ने हुन्छ कसलाई को हो त्यो शासक होइन भनेर शैतानलाई होइन अनि उसले के भने येशू ख्रीष्टलाई परीक्षा गर्दा नि मत्ती 4:अध्यायमा तपाईँले मलाई दण्डवत गर्नुहोस् पृथ्वीको सबै कुरा म तपाईँलाई दिन्छु बुझ्नु सारा संसार देखाएर डाँडामा लगेर डाँडाको टुप्पोमा लगेर यसोलाई सारा पृथ्वीको वैभव सबै कुरा देखायो तपाईँले मलाई एकचोटि दण्डवत मात्रै गर्नुभयो भने म सबै कुरा दिन्छु भने कसरी उसले म दिन्छु भन्न सक्यो यसोलाई किनकि उसले त्यो त आदमबाट खोसेर उसको अधिकारमा थियो उसको प्रभावमा छ उसको प्रभाव तर अहिलेसम्म पनि येशू ख्रीष्ट क्रुसमा मर्नुभन्दा अघिसम्म येशू ख्रीष्ट पुनरुत्थान हुनुभन्दा अघिसम्म चाहिँ यो पृथ्वी चाहिँ शैतानको अड्डामा थियो तर येशू ख्रीष्ट जब उहाँले भन्नुभयो सारा यो पृथ्वीको सारा समस्त अधिकार मलाई दिएको छ यसोले क्रुसमा मर्दा भन्नुभयो अब सिद्धियो लडाइँ सिद्धियो होइन मैले जितेँ उहाँ पुनरुत्थान हुनुभयो अनि बल्ल अहिले हामी चाहिँ अहिले यो पृथ्वी सारा ब्रह्माण्ड येशूको मुनि छ अधीनतामा किनकि येशू ख्रीष्ट दोस्रो आदम भएर आउनुभयो किनकि पाप गरे त मान्छेले हो नि त छोराले होइन अब पाप गरेको मान्छेले हो परमेश्वरले स्वर्गबाटै उसलाई मार्न पनि सक्नुहुन्थ्यो शैतानलाई तर त्यो व्यवस्थाले त्यो भन्दैन मान्छेले पाप गरिसकेपछि पापको उद्धार गर्नको लागि अब पापबाट छुटाउनको लागि अब शैतानले अधिकार मानिसबाट खोजिसकेपछि अब फेरि शैतानबाटै अधिकार को भएरै खोज्नु पर्यो मानिसबाटै खोज्नु पर्यो त्यही भएर येशू ख्रीष्ट मानिस भएर आउनु पर्यो अनि यसो दोस्रो आदम भएर शैतानलाई जित्नुभयो तर अझै पनि शैतानले चाहिँ के भन्छ भने यो पृथ्वी मेरै हो किनकि ऊ त शैतानको रणनीति चाहिँ यस्तो रह्यो अहिले हैन अहिले पनि उसले त्यही भन्छ उसले हार स्वीकार गर्दैन जस्तै उसले येशू ख्रीष्ट जन्मिने साथै सानैमै मार्न खोजेको हेरोदद्वारा बोलेर होइन सबै बच्चाहरूलाई मारिदिनु भनेर कतिचोटि मार्न खोज्यो येशू ख्रीष्टलाई कतिलाई उस्काएर ढुङ्गाले हान्न लाएर अन्तिममा पनि क्रुसमा येशूलाई मार्नै पर्छ शैतानले के सोचेको थियो भने क्रुसमा येशूलाई मारेपछि मैले जित्छु भन्ने सोचेको थियो तर उसलाई के प्लान अफ रिडेम्सन भन्छ उद्धारको योजना उसलाई के थाहा थिएन भने शैतानले यो मान्छेले यस्तो गर्न सक्छ अथवा चाहिँ यो मान्छे यस्तो जान्छ यहाँ जान्छ यो अहिले वर्तमान कुरा थाहा छ तर शैतानलाई भविष्यको कुरा थाहा छैन के हुन्छ के हुनेछ त्यो चाहिँ परमेश्वरलाई मात्रै थाहा छ शैतानले गेस चाहिँ गर्न सक्छ होइन तर थाहा चाहिँ परमेश्वरलाई मात्रै उसले के सोचेको थियो येशूलाई मैले क्रुसमा मारेपछि मैले जितेँ भन्ने सोचेको थियो सबै कुरा मेरै भइहाल्यो मेरै भयो तर येशू क्रुसमा मर्नु चाहिँ उहाँको विजय थियो किनकि उहाँ पुनरुत्थान हुनुहुन्छ भन्ने पहिल्यै यो कुराबाट शैतान अजान थियो भनौँ न होइन अब दुख्ने माथि चिमटे भने जस्तो उसलाई पहिला नै हारेर झरेको उसलाई चाहिँ रिस थियो फेरि ऊ दोस्रोचोटि हार्यो ऊ अझै रिसाएको छ